काठमाडौँ महानगरपालिकाले ऐतिहासिक पुरातात्विक सम्पदाहरूको पुनर्निर्माण गर्ने काम गरिरहेको छ। यसै सिलसिलामा हामीले काठमाडौँ शहरको मुख्य व्यापारिक केन्द्र असम बजारमा रहेको सत्तल इटा चप्पाको चाहिँ हामीले पुनर्निर्माण गर्ने काम गरिरहेका छौँ र यो सत्तल काष्ठकलाको दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण छ। अभिलेख खोज्दै जाँदाखेरि यो चाहिँ 17औं शताब्दीमा बनेको भन्ने चाहिँ भेटिएको छ र यसमा चाहिँ विशेष गरेर भोट व्यापार गरेर फर्किएपछि घर जानु अघि व्यापारीहरू अथवा भोटबाट फर्किएका मान्छेहरू चाहिँ 15 दिनसम्म यहाँ चाहिँ क्वारेन्टाइनमा बस्ने चलन थियो अरे र भोटाइटीमा नुहाई धुवाई गरिसकेपछि मात्रै घर पस्न पाइन्थ्यो अरे। यो परम्पराले काठमाडौँ शहरलाई एउटा ऐतिहासिक घटनासँग जोडेको छ। यो इटा चप्पा पुनर्निर्माण गर्नको लागि हामीले करिब 2 करोड 50 लाख खर्च गरेका छौँ र यस्ता कार्यहरूले हाम्रा पुर्खाहरूले बनाएका अनुपम सम्पदाहरूलाई विश्व सामु चिनाउने मौका दिनेछ। साथै हाम्रा सन्ततिहरूलाई आफ्नो गौरवशाली इतिहास बुझ्न र सम्मान गर्न सहयोग पुग्ने हामीले आशा गरेका छौँ। यो भवनको वास्तुकलालाई हेर्ने हो भने हामीले पुरानो तरिकाले चाहिँ इटा, काठ, माटो, ढुङ्गा नै प्रयोग गरेर बनाएका छौँ। अहिले हामीले चाहिँ यसको टेक्नोलोजीको कुरा गर्ने हो भने पुरानै काठहरू चुकुल राखिकन अनि यस्ता थामहरू बाहिरी थामहरूमा यसरी बुट्टा हाल्यौँ। यी झालहरूमा पुरानै तरिकाको झालमा बुट्टाहरू कुदेर राख्यौँ भने यिनीहरूमा चाहिँ मेखमा हामीले यसरी पुरानै तरिकाले बुट्टा हाल्यौँ। यो सत्तल भनौँ, यो इटा चप्पा सत्तललाई भत्काउनु अगाडि हामीले यसमा चाहिँ पुरानो तपाईँले देख्न सक्नुहुन्छ, यसमा चाहिँ पुरानो बुट्टेदार यसको थामहरू मूर्तिहरू हामीले सकभर पुरानो राखेका छौँ। हामीले पुरानो प्रयोग गर्न नमिलेको खण्डमा मात्र हामीले नयाँ मूर्तिहरू बनाएका छौँ भने सकभर हामीले पुरानो जस्तो छ पुरानो त्यसलाई नै हामीले कन्जर्भेसनको नर्म्स अनुसार चाहिँ हामीले पुरानै राखेको छौँ। यो चाहिँ हामीले चाहिँ यो कन्जर्भेसनमा चाहिँ एकदम इम्पोर्टेन्ट पार्ट चाहिँ यो हो।